नमस्ते, मेरो नाम बिनु महर्जन। म ललितपुरको सुनाकोठी वडा नम्बर 27 को गृह श्रमिकको अध्यक्ष। हाल म चाहिँ गृह श्रमिक समूह भनेर दर्ता गरेको चाहिँ पल्ल 3 वर्ष भयो। हामीले अब 2 वर्षको साधारण सभा पनि भइसक्यो। हाम्रो यसपालिको चाहिँ बाँकी छ। मैले चाहिँ एम्ब्रोइडरी गर्छु प्लस सिलाइ पनि गर्छु। 10 वर्ष भयो। 10 वर्ष भयो, तर यो नभएको हुनाले चाहिँ अध्यक्षमै छु। अब हाम्रो भर्खर भयो नि त दर्ता, अनि त्यही भएको हुनाले चाहिँ अब चाहिँ चेन्ज हुनुपर्छ भन्ने कुरा भइरहेछ। अब सायद यो वर्ष हुन्छ कि अर्को वर्ष हामी चेन्ज हुँदैछौँ। सुरुमा हामीले गृह श्रमिकको समूह बनाउँदाखेरि कसैले पनि मानेको थिएन। यो गृह श्रमिक भनेको के हो, यो कसरी कहाँ के हो बुझेको थिएन। अनि त्यही नबुझेको हुनाले चाहिँ हामीले 13 जनाबाट सुरु गरेका थियौँ। अहिले आएर चाहिँ हाम्रो 46 जना भएको छ 5 वर्ष भित्रमा भनौँ न। अब हामीले यसरी होमनेटबाट ट्रेनिङ लिएर हामी यसो हाम्रो पहिचान बढाउन सकेको एउटा भयो। अर्को के भने हामीले ट्रेनिङ गरेर हामीले काम गरेर आय आर्जनमा अलिअलि पनि वृद्धि गर्न पाएको छौँ। जस एउटा साबुन किन्नलाई पैसा मागिराख्नु परेन अरू भन्दा पनि। त्यही भएपछि चाहिँ हामीले अरूलाई देखाउन पायो, त्यसमै अलिकति राम्रो भएछ। अनि राम्रो नै भएछ। अनि त्यही भएर पनि मान्छेहरू बढेको छ हाम्रो समूहमा। पहिला चाहिँ गृह श्रमिक अब गृहिणी भन्छ, सबैजना घरमा बस्ने, खाना बनाउने, खाने, खेतमा जाने मात्र हुन्थ्यो भने अहिले आएर चाहिँ आफ्नो टाइम मिलाएर हैन, कसैले धुप बाट्ने, कसैले कार्पेट बनाउने, कसैले ब्याग बुन्ने, कसैले ब्याग बनाउने, धेरै किसिमको कामहरू गर्छ भने कसैले झोल साबुन सरफ हैन, धेरै किसिमको काम गरेर अहिले चाहिँ आय स्रोतमा पनि वृद्धि भएको छ। पहिला भन्दा धेरै राम्रो भएको छ। तर अहिले त्यही पनि हाम्रो यो प्याकेजिङ लेबलिङ नभएको हुनाले चाहिँ मार्केटिङ चाहिँ अलिक गाह्रो भएको छ। मार्केटिङको लागि चाहिँ अलिक समस्या छ र गृहिणीहरूलाई बोल्न चाहिँ अलिक गाह्रै छ। अहिले पनि यसमा चाहिँ अलिक गाह्रो छ। अलिकति डिफ्रेन्ट छ। पहिला हामीले ओडामा कसरी जाने के गर्ने त्यो त थाहै थिएन। ओडामा बजेटको लागि कुरा गर्न पनि अलिकति पनि थाहा थिएन। ओडा अध्यक्षसँग कसरी कुरा गर्ने त्यो पनि थाहा थिएन। अहिले आएर हामीले जुन यो हाम्रो गृह श्रमिकको वार्षिक साधारण सभा गरिसकेपछि चाहिँ उहाँहरूले चाहिँ अलिकति बुझेछ कि महिलाहरूले पनि यसरी काम गर्न सकिन्छ र महिलाहरू पनि यसरी जान सकिन्छ भन्ने बुझेपछि जहाँ गए पनि हामी ओडा अध्यक्षसँग अहिले बोलेर कुरा गर्ने भएको छ। नभए त पहिला बोल्ने पनि थिएन। हुन त मैले ओडाबाट बजेट लिएर काम गर्न सकेको चाहिँ छैन अहिलेसम्म पनि। अहिले हामीले गर्यो भने गृहिणीहरूलाई चाहिँ यसो भ्रमण एउटा 2टा लानुपर्ने जस्तो छ हैन। बाहिरको मान्छेहरूले कसरी काम गरिरहेछन्, के गरिरहेछन्, बाहिरको मान्छेहरूले कसरी आय आर्जन गर्छन्, त्यसको बारेमा चाहिँ अझ अलि धेरै बुझ्न पाए भने हाम्रो गृहिणीहरूले पनि यसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ र त्यही अनुसारले गरिन्छ कि भन्ने जस्तो लाग्छ मेरो विचारमा।